आइस भाइ रिस के कारणले उठ्यो अरे रिस उठाएन होइन अघि किन त्यत्रो आमामा के हो भन्न अनि रक्सी खाएको थिएन अनि यतिकै तैँले छ्याङ त खाओ एक खाओ दुई खाओ तिन खाओ छ्याङ त खाएकै हो रक्सी नखाइ नि छ्याङ खाओ ल भन रिस के कारणले उठ्यो रिस उठाएन अनि अनि भर्खर किन थर्काएको त यतिकै मम्मीलाई किन थर्काएको हँ यतिकै रक्सी सक्सी नाखिन हानेपछि रिस उठ्दैन नि रिस उठ्दैन भने यहाँ सुन होइन घर छोडेर कहाँ जान्छस् घर छोडेर आफ्नै बाटो जान्छु काममा कहाँ जान्छस् काममा दाईहरूसँग कुरा गर्छु हाम्रो अनि सब ट्यापे दाइ होइन त होइन गाँजा गजडिया यताउता होइन त होइन अनि अनिलसँग जाने होइन त त्यो दाईहरूले काम मिलाउँछ त्यो दाइहरूले काम मिलाउँछ तेरो आफ्नै दाइ हो होइन को हो त तिनीहरू चिनेको दाई हो ए चिनेको दाइ तेरो आफ्नो दाइ होइन त लडिक छ अनि अब के भन्नु अब दाइले दुई थप्पड हान्दियो भने रिसाइदिने हो त नि होइन अनि किन रिसादा भर्खर अनि रक्सी खाँदैन अनि रक्सी त खाओ क्या छ्याङ त खाओ भाइ तैँले झुट बोलिरहेको छ यो त हेर अन्त ठुलो बडा भइसक्छ होइन त होइन अन्त के हो भन्न त भन्न होइन तँलाई टेन्सन के को हो त्यति भनिदिए ल म चुप लाएर सुत्छु भाइ टेन्सन के को भन्दै त्यति भन्दै त्यसको समस्याको समाधान गरौँला हो टेन्सन के को भयो त्यति भन् घर छोडेर जाने भनिस् होइन त्यो जानुको कारण के हो त्यति भनिदिए के होइन अनि किन जाने त म आफ्नो भविष्य आफै हेर्छु अनि त्यही भएर जान्छु आफ्नो भविष्य आफै हेर्ने ठुलो भइस् यो कुरा भनिस् त ठुलो भइस् नि त होइन ल ठिक छ